यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू स्टार्ट गरिसक्यो अब हिँड्नलाई। फातिमाको मेन चर्चमा आइपुगेको छौँ होइन। यो फातिमाको मेन चर्चमा चाहिँ एउटा के विशेषता छ भनेपछि चाहिँ यहाँको विशेषता चाहिँ म तपाईँहरूलाई भन्छु है। यो जुन यो लाइन छ होइन, यो लाइन छ अनि यो दिवाल यो पर्खाल छ, यो पर्खालबाट चाहिँ मान्छेहरूको एउटा यहाँको चाहिँ के आस्था छ भनेपछि घोडा टेकेर यो पोइन्टबाट त्यो पोइन्टसम्म घोडा टेकेर वहाँसम्म पुग्ने र अनि दर्शन गर्ने अनि त्यसपछि नि मान्छेले चाहेको आस्थाहरू विश्वासहरू मान्छेले चाहेको एउटा जुन अब इच्छा चाहनाहरू चाहिँ पुरा हुन्छ भन्ने चाहिँ यहाँको एउटा आस्था छ क्या। सबैको विश्वास र आस्था छ होइन। ल हेर्नुहोस् है घोडा टेकेर गएको देख्न सक्नुहुन्छ। ओके, प्रेयरहरूले घोडा टेकेर जाने पोइन्ट भनेको चाहिँ यो पोइन्टबाट स्टार्ट हुन्छ। यो पोइन्टबाट यो बाटो हुँदै ल हेर्नुहोस् है अहिलेसम्म नि यहाँ घोडा टेकेर यसरी गइरहेको तपाईँले देख्न सक्नुहुन्छ। मान्छेको एउटा अलगै आस्था रहेको छ होइन। किम सर घोडा टेकेर जानलाई रेडी हो नि त होइन त? ओके गाइज, सो हामी दुईजनाले पनि यहाँबाट घोडा टेकेर टक्क यहाँबाट त्यसरी नै जाने हामीले एकदम प्लानिङ गरेका छौँ होइन। फातिमा र के अरे बुद्धको एउटा कमन चिज चाहिँ के छ भनेपछि फातिमा र के अरे बुद्धको चाहिँ एउटा कमन चिज भनेको चाहिँ उनीहरूले चाहिएको भनेको पिस, कसैलाई हिंसा नगर्नु, शान्ति चाहिएको हो क्या। यिनीहरू दुईजनाकै मोटिभ भनेको सेम छ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग, डेली ब्लग द सन्दीप है। आज चाहिँ हामी चाहिँ अलिक टाढा जाँदैछौँ, पोर्चुगलको फातिमा भन्ने ठाउँ जाँदैछौँ। नमस्ते। अनि हाम्रो किम सर यहाँ हुनुहुन्छ होइन ब्लगमा। अनि त्यसपछि किम सर र म जाँदैछौँ फातिमा। अनि रेड एक्सप्रेसको ठ्याक्क बस स्टेसनमा आएको छौँ। यहाँबाट 8 बजेको चाहिँ के अरे बस छ, रेड एक्सप्रेस त्यहीँ देख्न सक्नुहुन्छ। यो एक्सप्रेसमा चाहिँ जाने हो हामी होइन। अनि त्यसपछि ठ्याक्क यहाँबाट चाहिँ हाम्रो 8 बजेको हुन्छौँ यहाँबाट बसमा। अनि यो चाहिँ भयो हाम्रो ओटिभी होइन, यस्तो छ ओटिभी चाहिँ होइन। जाडो छ के अरे ओटिटीको मतलब के अरे आउटफिट अफ द डे। अनि जाडोको दिनमा चाहिँ हामी टक्क जाँदैछौँ फातिमामा चाहिँ अब रमाइलो घुमघाम गर्न। फर्स्ट टाइम हो होइन। त्यहाँको भिजिटहरू चाहिँ कस्तो हुन्छ ल बिहानको यो के अरे सनराइजिङ हेर्नु होइन। सनराइज हुँदैछौँ बसबाट पनि केही भयो भने देखाउँछौँ। अनि फातिमा कस्तो छ त्यहाँको, अनि त्यहाँको भ्यूहरू कस्तो छ, त्यहाँ के छ, त्यहाँको विशेषताहरू के हो भन्ने कुरा चाहिँ त्यतै गएर हामी फुल देखाउँछौँ होइन। सो किप वाचिङ, किप लभिङ, किप सपोर्टिङ डेली ब्लग सन्दीप क्षेत्री खिम है त। ल पुरा ठुलो यो बस स्टेसनमा आएको छ। यो बस स्टेसन चाहिँ कसैलाई कन्फ्युज छ भने चाहिँ ठ्याक्क त्यो जोरदिम जुलोजिकल भन्ने ठाउँमा आएर त्यहाँबाट अलिकति भित्र आउनुपर्छ पार्किङभित्र। त्यो पार्किङ लटभित्र चाहिँ यो बस स्टेसन रहेको छ है त। कसैलाई कन्फ्युज छ भने चाहिँ लोकेसन चाहिन्छ भने कमेन्ट गर्नु होला। अनि त्यसपछि लोकेसन पनि मैले के अरे उसमा हालिदिउँला डिस्क्रिप्सनमा है। कसैलाई कन्फ्युज छ भने चाहिँ यो चाहिँ ठुलो बस स्टप छ यहाँ चाहिँ। अनि यहाँबाट चाहिँ सबै ठाउँमा जान्छ क्या। पोर्चुगलको जुनसुकै ठाउँमा पनि जान्छ। पोर्चुगलको त्यो पोर्तो, त्यसपछि अब फारो, अब अरू जुनसुकै ठाउँहरूमा चाहिँ यहीँबाट बस लाग्छ है। केही कन्फ्युजन छ भने चाहिँ डु कमेन्ट बेला है। त्यही भएर अब हामी चाहिँ यहीँबाट जाँदैछौँ। हाम्रो चाहिँ 8 बजेको छ, अहिले 7:30 भएको छ, 7:40 भएको छ। 20 मिनट पछि हामी यहाँबाट निस्किन्छौँ है त गाइज। बस्यो होइन देखिन्छ बस्यो। ओके, हाम्रो यो सिट नम्बर चाहिँ 44 र 43 रहेको छ होइन। अनि हामी चाहिँ अब बसभित्र बस्यौँ। अब ठ्याक्क यहाँबाट चाहिँ हामी सरर एक्सप्रेस हो होइन। पुरा 1.5 आवर चाहिँ यहाँबाट लाग्छ वहाँ पुग्नको लागि चाहिँ। अनि के अरे अब यो ट्राभलमा चाहिँ अब हामी यहाँको पुरा भ्युज देखाउँदै रमाइलो गर्दै जानेछौँ है। सो किप वाचिङ। एक्साइटेड हो किन त? ओके ल ल ल। हेलो गाइज, सो ठ्याक्क हामी चाहिँ फातिमामा आइपुगेको छौँ। ठ्याक्क बस स्टेसनमा छौँ होइन। अनि फातिमा घुम्नलाई आएको निन्द्राले टाउको घुमाएर लास्टै हो होइन। तनाव भयो, बल्ल बल्ल आइपुग्यो। अब क्यान्डल स्यान्डल बालेर बल्ल खानुपर्छ। अनि त्यसपछि हामी चाहिँ ठ्याक्क यहाँ स्टेसनमा आइपुगेको छौँ होइन। अनि त्यसपछि स्टेसनबाट अब हामी चाहिँ अब कता जाने ठ्याक्क त्यो फातिमाको मेन ठाउँ जाने चाहिँ कहाँनिर हो
चर्चहरूमा चाहिने ठाउँ चाहिँ कहाँनिर हो भनेर हामी अब यसो हेर्छौँ होइन, रिसर्च गर्छौँ। अनि यहाँको ठाउँ चाहिँ यो चाहिँ यहाँको बस पार्क रहेको छ ठ्याक्क लाएर होइन, पुरा त्यो गाउँ टाइप्सको रहेछ, अलिक भिलेज टाइप्सको ठाउँहरू। अनि त्यसपछि यहाँबाट चाहिँ अब कता कुन बाटो जाने हामी अब टक्क हिँड्दै भिडियो गर्दै जान्छौँ होइन। के हो सर, के हुँदैछ? म भिडियोको लागि तयारी गर्दैछु। तयारी हो? काम गरेन कि त्यही भएर। ए कामै गरेन ल। सो गाइज हामी चाहिँ अब द वे टु द फातिमा सेन्चुरी अफ फातिमा होइन, अनि त्यो जाँदैछौँ। यो बाटो हुँदै जाने हो, ठ्याक्क यो बस स्टेसन रहेछ ठ्याक्क त्यहाँ फेलिक्स बसको त्यो के अरे रेड एक्सप्रेसको त्यहाँ देखिरहनु भएको छ। त्यही बस स्टेसनबाट सिधा मेन बाटोबाट हिँड्दै गयो भने ठ्याक्कै 9 मिनट्सको वाकिङ डिस्टेन्स रहेछ होइन। अनि I don't think it's difficult, but you can go straight away to the sanctuary of Fatima. So हामी चाहिँ जाँदैछौँ होइन। अनि यहाँको चाहिँ घरहरू यस्तो छ, टक्क रुख बिरुवाहरू हरियो परियो, चट्ट यो रुखहरूबाट पातहरू झरिरहेको छ होइन। अब के अरे नयाँ पातहरू पलाउनको लागि फेरि गर्मीमा यो नयाँ पात पलाएर यसले पुरा हरियो पातहरू दिन्छ। के अरे गर्मी महिना शीतल दिने यसले होइन। यो रुखहरूको काम जङ्गल जस्तो ठाउँहरू रमाइलो रहेछ होइन। यतातिर पनि सायद हाम्रो नेपालीहरू टन्नै बस्नुहुन्छ होला है। अनि ल यतातिर आइपुगेको छौँ हामी चाहिँ। ए त ल ओके, फातिमा चाहिँ अब यहाँबाट तपाईँहरूले देख्नु सक्नुहुन्छ, यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ फातिमाको मेन के अरे चर्च हो होइन। अनि यो चाहिँ एकदमै रिलिजियस प्लेस हो, धार्मिक होइन, नेपालीमा धार्मिक भन्नु पर्दाखेरि चाहिँ, इङ्ग्लिसमा चाहिँ अब रिलिजियस प्लेस हो होइन। रिलिजियस एकदमै पिसफुल ठाउँ हो क्या, शान्त खोज्नलाई होइन कहीँ जानु पर्दैन क्या। मठ मन्दिर धार्मिक चर्चतिर होइन, गुम्बातिर यतातिर जानुभयो भने अटोमेटिक पिस पाइन्छ क्या। त्यो चिज त्यस्तो ठाउँमा आएको छ आज चाहिँ। अनि यो फातिमा पनि एकदमै धार्मिक स्थल रहेको छ, यो एक्सप्लोर गर्नको लागि चाहिँ हामी आएको छौँ आज होइन। अनि त्यसपछि के अरे फातिमा र के अरे बुद्धको एउटा कमन चिज चाहिँ के छ भनेपछि, फातिमा र के अरे बुद्धको चाहिँ एउटा कमन चिज भनेको चाहिँ उनीहरूले चाहिएको भनेको पिस होइन। अनि त्यसपछि कसैलाई हिंसा नगर्नु, पिस चाहिएको हो क्या। मेन चिजै त्यही हो यिनीहरूको मेन के अरे कसैको हत्या नगर्नु, कसैलाई हिंसा नगर्नु, अनि शान्ति चाहिएको हो क्या। यिनीहरू दुईजनाकै मोटिभ भनेको सेम छ, पिस हो होइन। अनि हामीलाई पिस खोज्नलाई चाहिँ धार्मिक स्थल जानु पर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी यहाँको एक्सप्लोर गर्न आएको छौँ, खिम्सा र म भएर। सो हामी त्यहाँको के छ हामी सबै देखाउँछौँ होइन। अनि त्यसपछि फातिमाको बारेमा चाहिँ अब सबै कुराहरू भन्नुभन्दा पनि तपाईँहरूले एकचोटि गुगलमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ एक्चुअलमा के हो त फातिमा भनेर चाहिँ। त्यसको बारेमा चाहिँ गुगलमा राम्रोसँग सर्च गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि अझ तपाईँहरूलाई बुझ्नलाई अझै सहज हुन्छ होइन। अनि त्यसको बारेमा चाहिँ मैले लिङ्क चाहिँ यहाँ के अरे डिस्क्रिप्सनमा राखिदिन्छु है त। यो लभको पानको पात चाहिँ यो मेरो भिडियो हेर्नेहरूको लागि है त। सो गाइज हामी चाहिँ ठ्याक्क फातिमाको मेन चर्चमा आइपुगेको छौँ होइन। यो फातिमाको मेन चर्चमा चाहिँ एउटा के विशेषता छ भनेपछि चाहिँ यहाँको विशेषता चाहिँ म तपाईँहरूलाई भन्छु है। यो जुन यो लाइन छ होइन, यो लाइन छ अनि यो दिवार यो पर्खाल छ, यो पर्खालबाट चाहिँ मान्छेहरूको एउटा यहाँको चाहिँ के आस्था छ भनेपछि घोडा टेकेर यो पोइन्टबाट त्यो पोइन्टसम्म घोडा टेकेर वहाँसम्म पुग्ने र अनि दर्शन गर्ने। अनि त्यसपछि नि मान्छेले चाहेको आस्थाहरू विश्वासहरू, मान्छेले चाहेको एउटा जुन अब इच्छा चाहनाहरू चाहिँ पुरा हुन्छ भन्ने चाहिँ यहाँको एउटा आस्था छ क्या। सबैको विश्वास र आस्था छ होइन। अनि त्यो चाहिँ मान्छेले गर्छ। आजकल चाहिँ अब सबैजना हिँडेरै गएको देख्छु, तर त्यो चाहिँ जमानादेखिको एउटा चलिआएको एउटा कल्चर चाहिँ यहाँबाट चाहिँ घोडा टेकेर वहाँसम्म जाने चाहिँ एउटा कल्चर रहेछ पहिलादेखिकै। अनि घोडा टेकेर वहाँसम्म पुग्न सक्यो भने चाहिँ अझैसम्म ल हिँडिरहेको देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् है, घोडा टेकेर गइरहेकै देख्न सकिन्छ होइन। त्यो मान्छेको अहिलेसम्मको एउटा आस्था के
ल हेर्नुहोस् है घोडा टेकेर गएको देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा यहाँको एउटा विशेषता रहेको छ है, फतिमाको एउटा विशेषता रहेको छ। सो हामी चाहिँ यहाँको पुरै फुल अब के कस्तो छ त्यहाँ गएर अझै नजिकबाट त्यहाँको भ्यूहरू लिने कोसिस गर्नेछौँ होइन। अनि त्यसपछि किप वाचिङ, किप लभिङ, किप सपोर्टिङ है। हामी चाहिँ यहाँको चाहिँ एक्सप्लोर गर्न आएको छौँ आज। अनि के अरे फर्स्ट टाइम आउँदाखेरि चाहिँ यहाँको चाहिँ भ्यू यस्तो रहेको छ, एकदमै रमाइलो, एकदमै राम्रो, एकदम पिस, शान्त। चर्च मन्दिरहरू भनिसकेपछि एउटा अलगै टाइप्सको पिसफुल फिल हुने मनमा होइन, त्यही ठाउँमा आइपुगेको छौँ। सो गाइज अब कस्तो लाग्यो तपाईँहरूलाई पनि डु कमेन्ट बेलो अनि किप सपोर्टिङ। यो भिडियोलाई सकेसम्म सेयर गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला, आफ्नो साथीहरूलाई पनि देखाउनु होला। राम्रो ठाउँको बारेमा सबैलाई सेयर गरेको राम्रो हो है, त्यही भएर सबैलाई देखाइदिनु होला। त्यसपछि अनि हामी अझै नजिक जाँदैछौँ है त त्यहाँ। हस् ओके, प्रियरहरूले घोडा टेकेर जाने पोइन्ट भनेको चाहिँ यो पोइन्टबाट स्टार्ट हुन्छ। यो पोइन्टबाट यो बाटो हुँदै ल हेर्नुहोस् है। अहिलेसम्म नि यहाँ घोडा टेकेर यसरी गइरहेको तपाईँले देख्न सक्नुहुन्छ। मान्छेको एउटा अलगै आस्था रहेको छ होइन। अनि यो चाहिँ अझैसम्म घोडा टेकेर गइरहेको एउटा पहिलादेखिको परम्परा छ। अनि त्यसपछि यो बोर्डमा के लेखेको छ होइन, म त्यो बोर्डको पनि तपाईँहरूलाई देखाउँछु है त ल। ओके, के भनेको छ बोर्डमा, पोर्चुगिजमा छ प्लस अनि इङ्ग्लिसमा भन्छ मोस्ट होली ट्रिनिटी फादर सन एन्ड होली स्पिरिट आई अडोर यु प्रोफाउन्डली माई हार्ट rejoices for the many blessings you have bestowed upon me. Accept this pilgrimage on my knee to the blessed place where Mary communicated to us the certainty of your love through Christ our Lord. Amen. यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू स्टार्ट गरिसक्यो अब हिँड्नलाई होइन। घोडा टेकेर यसरी जानलाई अब स्टार्ट गरिसक्नु भएको छ। सायद बोल्नु हुँदैन होला पनि यसरी गइसकेपछि होइन। किम सर घोडा टेकेर जानलाई रेडी हो नि त होइन त? ओके गाइज, सो हामी दुईजनाले पनि यहाँबाट घोडा टेकेर टक्क यहाँबाट त्यसरी नै जाने हामीले एकदम प्लानिङ गरेका छौँ होइन। के अरे एउटा आस्थालाई फलो गर्ने एउटा के अरे हेतुले गर्दाखेरिमा होइन, त्यो मान्नेमा हामी चाहिँ अब हामी पनि अरूले गरेको एउटा आस्था अनुसार हामी पनि त्यो आस्थालाई फलो गरौँ न त होइन। वाइ नट वी क्यान डु होइन भन्ने खालको एउटा बोकेर चाहिँ हामी यहाँ आइपुगेका छौँ। अब यो हिसाबले चाहिँ हामी दुईजना पनि घोडा टेकेर जाने प्लानिङ गऱ्यौँ होइन त? रेडी सकिन्छ नि होइन? जाडो पनि छ, ज्यान पनि तातिन्छ आउनु हो त होइन? खोलिराख्नु गर्मी होला। यो चाहिँ ल अब हामी चाहिँ अब यहाँबाट यो पोइन्टबाट स्टार्ट गर्नेछौँ होइन। यो पोइन्टबाट चाहिँ तातो घोडा टेकेर त्यसरी जाने गाइज है। सो लेट्स गो, स्टे पिस, स्टे काम एन्ड स्टे रिलिजियस। क्यान्डल बाल्ने चाहिँ त्यहाँ रहेछ होइन। अनि क्यान्डल प्रज्वलन चाहिँ त्यहाँ रहेछ। अनि यहाँ चाहिँ सायद प्रवचन सुन्ने होला केही अब त्यहाँको बारेमा होइन, केही सुन्ने होला। पुरा राउन्ड हान्न पनि रहेछ के हो यहाँ है। Isabel ficou cheia do Espírito Santo e exclamou em alta voz: Bendita és tu entre as mulheres, e bendito é o fruto do teu ventre. Donde me é dado que venha ter comigo a mãe do meu Senhor? Na verdade, logo que chegou aos seus ouvidos a voz da tua saudação, o menino exultou de alegria no meu seio. Bem-aventurada aquela que acreditou no cumprimento de tudo. Ela, como sempre, obediente à voz do Pai, submissa à voz do Pai. So guys, हामी चाहिँ अब
इन्टर भइसकेका छौँ। त्यहाँनिर चाहिँ अलिकति अब त्यो अब के भन्छ अलि ऊहरू भजन अब हाम्रो उसमा चाहिँ भजन भनौँ, यसमा चाहिँ अब क्रिस्चियनको हिसाबमा के भन्छ त्यसलाई अब त्यो वर्ड मलाई ठ्याक्कै अहिले एक्ज्याक्टली आएन, तर त्यही नै हो। त्यहाँको अब उहाँले भनेको कुराहरू, उहाँले के गर्नुभयो, कस्तो कस्तो कामहरू गर्नुभयो त्यसैको बारेमा प्रशंसा के अरे अथवा के अरे उच्चारण गरिरहनु भएको छ होइन, त्यही नै छ। अनि हाम्रो चाहिँ अब धेरै टाइम नभएको कारणले गर्दाखेरि हामी चाहिँ यता अब सर यतातिर चक्कर लगाउँछौँ, यतातिर के कसो छ, के रहेछ कसो रहेछ सबै हामी अब देखाउनलाई आएको छौँ होइन। सो लेट्स गो। सो गाइस हामी चाहिँ यो भित्र अब इन्ट्री गर्न जाँदैछौँ। अब यो इन्ट्री गर्न दिन्छ कि दिँदैन होइन, हामी अब भित्र ट्राई गर्न खोजिरहेछौँ। भित्र जानको लागि के चाहिँदो रहेछ, के कस्तो रहेछ, के छ प्रोसेस होइन, सबै कुरोहरू हामी देखाउँछौँ। अनि हामी भित्र जान घुम्न पाउँछ कि पाउँदैन, हामी सबै कुराहरू घुम्न पायो भने, सबै कुराहरू फोटोहरू भिडियो लिन पायो भने हामी सबै कुरो देखाउनेछौँ होइन, पोसिबल भयो भने। सो हामी चाहिँ अब यहाँ चाहिँ एकछिन प्रे गरेर चाहिँ अनि सत्सङमा यहाँ सत्सङ भन्दै कि होइन प्रे गरेर चाहिँ अब हामी बाहिर निस्क्यौँ होइन। भित्रको सबै सिनहरू अब हामीले भिडियोमा क्याप्चर गरेको छौँ अनि सबै भिडियोमा हालेको छौँ। कस्तो लाग्यो यहाँको चाहिँ त्यो अब सेन्चुरी अफ फातिमाको यहाँको चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो ठाउँ, अनि त्यसपछि भित्रको कस्तो लाग्यो, हामीले सबै भिडियोहरू कैद गरेको छौँ भिडियोमा। सो आई होप यु गाइज लाइक इट है। अब हामी चाहिँ बाहिर निस्क्यौँ, अब केही खान्छौँ पनि होइन, यसो भोक लागेको पनि छ, नखाइकन त सकिन्न क्या, फेरि ग्यास्ट्रिक हुन्छ है। तपाईँहरू पनि अब टाइममा खानु होला है, अनि त्यसपछि आफ्नो पनि ख्याल राख्नु होला है त। अनि हामी अब फेरि एकछिन पछि भेट्छौँ। हामी चाहिँ क्यान्डल जलाउन गइरहेछौँ, त्यो चाहिँ क्यान्डल जलाउने ठाउँ हो। यो चाहिँ के अरे हिस्टोरिया फातिमाको हिस्टोरिया रहेछ। यो चाहिँ म्युजियम रहेछ यहाँको के अरे फातिमाको। अनि त्यसपछि अनि यहाँ होटलहरू सबै रहेछ त। अनि त्यसपछि दोकान सपहरूमा त जुनसुकै सपमा गयो त्यहाँ चाहिँ पुरा यो फातिमाको बारेमा जति पनि फातिमाको बारेमा त्यहाँको स्ट्याचुहरूको के अरे सामानहरू छ राखेको छ दोकानतिर राख्नु बेच्नलाई होइन। यस्तो छ यहाँ होइन फातिमा चाहिँ यस्तो छ। अनि हामी चाहिँ यहाँ पनि दोष खोज्दै गइरहेको छौँ अब यसो केही खानेकुराको लागि खोज्नलाई। र सबै ठिक छ, रमाइलो छ घुम्नलाई पनि। अनि त्यसपछि अब बस्नको लागि पनि सस्तै होला यतातिर है। त्यसपछि अनि भिजिट गर्नु होला एकचोटि, अभियसली तपाईँहरू पनि राम्रो लाग्छ है।